हाम्रो यो केकको लागि हामी पाल्नुभन्दा अगाडि हाम्रो पशुले छोटो प्रार्थना गरिदिनु हुनेछ अनि हामी केक काट्छौँ। आउनुहोस् हामी प्रार्थनामा सहभागी हुनेछौँ र आज हामीले सुनिहाल्यौँ यो दिन एउटा हाम्रो निम्ति एउटा ऐतिहासिक दिन छ र हामी बाबुहरू आज यहाँ एकत्र भएका छौँ र यो हाम्रो आमाहरूले बाबुहरूले दुःख गर्यो भनेर बाबुहरूलाई उहाँहरूले सम्झेर आज यो बाबु दिवस मनाउने उहाँहरूले सोच राख्नुभयो र यो सबै परिबन्ध मिलाउनको निम्ति परमेश्वरको अनुग्रह उहाँ सबैको जीवनमा भयो र यसमा हामी सहभागी हुँदैछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर बाबु, तपाईँलाई हामी धन्यवाद भन्छौँ। तपाईँले हाम्रो सानो मण्डलीमा यसरी बाबुहरू दिनुभएको छ र हामी बाबुहरूको दिवस सम्झेर हाम्रो मण्डलीका आमाहरूले जुन किसिमको एउटा छोटो कार्यक्रमको आयोजना गर्नुभयो र यो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति तपाईँ परमेश्वरको अनुग्रह त हामीले आफ्नो जीवनहरूमा अनुभव गर्दै आएका छौँ र हाम्रो आमाहरूलाई पनि तपाईँले प्रभु परमेश्वर यो सबै परिबन्ध मिलाउनमा प्लानिङहरू गर्नमा तपाईँले सहायता गरिदिनु भयो। धन्यवाद छ। उहाँहरूको जीवनमा पनि तपाईँको आशिषको हामी घोषणा गर्दछौँ र तपाईँ परमेश्वरमा हामी प्रार्थना गर्दछौँ। आउँदो दिनहरूमा हाम्रो बाबुहरू अझै तपाईँले थपिदिनुहोस्, हाम्रो मण्डलीहरूमा आमाहरू अझै थपिदिनुहोस्, हाम्रो मण्डली अझै फैलिएर गएको होस्, बढेर गएको होस् र प्रभु परमेश्वर साँच्चै नै तपाईँले भन्नुभएको तपाईँको वचनको प्रतिज्ञालाई तपाईँले पुरा गर्नुहोस्। तपाईँले भन्नुभएको छ दाहको बोट म हुँ अनि तिमीहरू हाँगा हो भनेर तपाईँले भन्नुभएको छ र आज तपाईँ बोटसँग धेरै आमाहरू धेरै बाबुहरू जोडिन सकुन् ताकि प्रभु परमेश्वर हाम्रो मण्डलीकामा प्रभु परमेश्वर बाबुहरू बढेर जान सकुन्। धन्यवाद छ यो आजको दिनको यो छोटो कार्यक्रमलाई प्रभु सबै कुरोमा तपाईँले अनुग्रह गरिदिनु भयो, दया गरिदिनु भयो र जसरी हामी यो केक काटेर यसमा सहभागी हुन्छौँ हामी सबैको जीवनमा प्रभु तपाईँ परमेश्वर बाबु हुनुभएको कारण हाम्रो जीवन साँच्चै नै मिठासपूर्ण हुन गएको होस् र साथसाथै हामी यो केकबाट जसरी सेवन गर्छौँ हाम्रो जीवनहरूमा पनि तपाईँको अनुग्रह हामी घोषणा गर्छौँ। धन्यवाद छ दिनुभएको मौकाको लागि, दिनुभएको यो प्रभु परमेश्वर समयको लागि। नाजरतको येशू ख्रीष्टको नाममा सबै कुराको लागि धन्यवाद दिन्छ। हुन्छ, पशुलाई धेरै धन्यवाद र हामीहरू केक बाल्नेछौँ अनि ह्याप्पी के भने ह्याप्पी फादर डे त्यसलाई ती साइडमा गाडिदिनुहोस्। लु सबैजना आएर लु ह्याप्पी फादर्स डे गरौँ। ल 1 2 3 गो। ह्याप्पी फादर्स डे 2026। हालेलुया हालेलुया। लु फुक्नुहोस् न त्यहाँ। ओ पास्टर परमेश्वरले आशिष गरेको हो। हालेलुया आमेन। लु त्यहाँ निकालेर काटिहालौँ। काट्ने चाहिँ खोइ। होइन होइन काट्नु, ती काट्ने हो, ती काट्ने। सबै बाउरे यस्तो भेला यस्तो हात चाहिँ यस्तो गरिदियो सबैले यस्तो काट्ने अनि काट्ने चाहिँ छैन हात पनि काट्ने एउटा ल्याउ न भने खुकुरी ल्याउनु जाने मान्छे काट्ने एउटा दिनुहोस् न। बोटको पनि छैन बाउहरूको मुखमा लगाइदिने लु बाउहरू सबै लो लो सबैले पास्टर बोले लो 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 1 2 3 Happy Father's Day! Yeah!
गर्नु Thank you.